सबैजनालाई यदि तपाईँ एज केयरमा जब गर्ने सोचिरहनु भएको छ तर तपाईँले जति जब अप्लाई गर्दा पनि तपाईँले इन्टरभ्यूको लागि पनि कल आउँदैन र इन्टरभ्यूको लागि कल आइहाल्यो भने पनि आफ्टर इन्टरभ्यू चाहिँ तपाईँलाई रेस्पोन्स आउँदैन भने यो भिडियो तपाईँहरूको लागि है। फर्स्ट कुरा जब अप्लाई गर्नुभन्दा अगाडि चाहिँ तपाईँको रेज्युमी कस्तो छ भनेर चेक गर्नुहोस्। रेज्युमी चाहिँ अस्ट्रेलियन स्ट्यान्डर्ड फर्मको बनाउनुहोस् र तपाईँले गरेको प्लेसमेन्ट चाहिँ इन्क्लुड गर्नुहोस्। प्लेसमेन्टमा के गर्नुभएको थियो त्यो चाहिँ सबै कुरा इन्क्लुड गर्नुहोस् तपाईँको रेज्युमीमा। र अर्को कुरा भनेको कभर लेटर कम्पलसरी हुन्छ। यदि तपाईँ कभर लेटर बिना जब अप्लाई गरिरहनु भएको छ भने चाहिँ अबदेखि चाहिँ तपाईँहरू कभर लेटर पनि इन्क्लुड गर्नुहोस् जब अप्लाई गर्दाखेरि है। अर्को कुरा भनेको तपाईँले एकदम धेरै पुरानो जब भ्याकेन्सीहरू अप्लाई गरिरहनु भएको छ। सपोज 25 डेज अगाडि पोस्ट भएको भ्याकेन्सी चाहिँ तपाईँ अप्लाई गर्दै हुनुहुन्छ भने तपाईँलाई चाहिँ लेस चान्स हुनसक्छ उनीहरूले इन्टरभ्यूको लागि बोलाउन। मोस्ट अफ द कम्पनीहरूले चाहिँ अलरेडी नै इन्टरभ्यू लिइसकेको हुन्छ कि 1 मन्थ 25 डेज अगाडि पोस्ट भएको भ्याकेन्सीहरूमा चाहिँ नर्मली उनीहरूले हायर गरिसके हुन पनि सक्छ। सो 1 डे अगो 2 डेज अगो होइन 5 डेज अगो पोस्ट भएको भ्याकेन्सीहरू अप्लाई गर्नुहोस् र हाई चान्स हुन्छ तपाईँलाई इन्टरभ्यूको लागि कल अथवा इमेल आउनलाई है। अर्को कुरा तपाईँले जब पनि अप्लाई गर्नुभयो तपाईँलाई इन्टरभ्यूको लागि कल पनि आयो र उनीहरूले तपाईँलाई सोध्छ कि कति दिनपछि त स्टार्ट गर्न चाहन्छस्, कति दिनमा त इन्टरभ्यू दिन चाहन्छस्, कुन दिन अभाइलेबल छस् भनेर सोध्छ। तपाईँ जति नै बिजी भए पनि एज सुन एज पोसिबल फास्ट इन्टरभ्यू दिनुहोस्। म त प्रिपेयर छैन, मलाई टाइम लाग्न सक्छ, हुन्छ नि म प्रिपेयर हुनुपर्छ भनेर इन्टरभ्यू दिनलाई लेट नगर्नुहोस्। र इन्टरभ्यूमा जानुभन्दा अगाडि चाहिँ फर्मल भएर जानुहोस्। एकदम धेरै स्माइल गर्नुहोस्, लभिङ हुनुहोस्, काइन्ड नेचरको देखिनुहोस् यदि तपाईँ हुनुहुँदैन भने पनि। र अर्को कुरा भनेको चाहिँ इन्टरभ्यूको लागि प्रिपेयर हुनुहोस्। तपाईँले प्लेसमेन्टमा गरेको क्वेसनहरू नै सोध्छ र यदि तपाईँलाई कुनै क्वेसन आउँदैन भने चाहिँ इजिली मलाई आउँदैन, मैले प्लेसमेन्ट मात्रै गरेको थिएँ, यो कुरा मैले गरेको थिएन भनेर चाहिँ उनीहरूलाई क्लियरली बताउनुहोस्। र तपाईँ चाहिँ लर्न गर्न चाहन्छु, हुन्छ नि म लर्न गर्न चाहन्छु टाइपको चाहिँ तपाईँले उनीहरूलाई आफ्नो इन्ट्रेस्ट देखाउनुहोस्। र अर्को कुरा भनेको यदि जे गर्दा पनि तपाईँले काम पाइरहनु भएको छैन भने चाहिँ एजेन्सी थ्रुबाट अप्लाई गर्नुहोस्। र एजेन्सीबाट जब पाउन एकदम इजी हुन्छ। मोस्ट अफ द एजेन्सीले चाहिँ तपाईँको एक्सपिरियन्स माग्छ तर कति एजेन्सीहरूले चाहिँ विथआउट एक्सपिरियन्स पनि हायर गर्छ। तर एज केयर एजेन्सीहरूले चाहिँ नर्मली तपाईँको ड्राइभिङ लाइसेन्स कम्पलसरी माग्न सक्छ। सो तपाईँको ड्राइभिङ लाइसेन्स छैन भने पनि तपाईँले ड्राइभिङ लाइसेन्सको लागि के गर्नुपर्छ होइन, ड्राइभिङ लाइसेन्स निकाल्न ट्राई गर्नुहोस्। र